गुड मर्निङ नमस्कार। आज चाहिँ म बिहानै उठेर सुँगुर चारो तताइवरी सुँगुरलाई चारो दिन गएँ। त्यस पछाडि सुँगुर चारो दिइराखेँ। त्यस पछाडि घर आएँ। घर आएर एकछिन गफसफ गऱ्यौँ, खाजासाजा खायौँ। त्यस पछाडि फेरि मेरो बाख्रा घाँस काट्नको लागि बाख्रा घाँस काट्नतिर लागेँ। बाख्रा घाँस काट्न जाँदै थिएँ, यहाँ बाटोमा घाँस पनि देखेँ। त्यस पछाडि यहीँ घाँस काट्नु पर्यो भनेर घाँस काट्दै थिएँ त बहिनीहरू त घाँस काटेर आइपुग्यो। अनि फेरि बहिनीहरूको पनि छसक्कै भिडियो बनाइदिएँ। मेरो घाँस फेरि काटेँ। त्यस पछाडि भारी पनि पुग्यो। अनि भारी यसरी लगाएपछि फेरि म भारी बोकेर बाख्राकोटतिर सरासर आएँ। बाख्राकोटमा पनि अनि आइपुगेर मेरो भारी फेरि बाख्राकोटमा बिसाएँ। यसरी भारी बिसाएँ। अनि त्यस पछाडि म घरतिर बाटो लागेँ। पसिनाइसरी भएर घर आइपुगेँ। त्यस पछाडि आजलाई मेरो यति नै। गुड मर्निङ नमस्कार। आज चाहिँ म बिहानै उठेर सुँगुर चारो तताइवरी सुँगुरलाई चारो दिन गएँ। त्यस पछाडि सुँगुर चारो दिइराखेँ। त्यस पछाडि घर आएँ। घर आएर एकछिन गफसफ गऱ्यौँ, खाजासाजा खायौँ। त्यस पछाडि फेरि मेरो बाख्रा घाँस काट्नको लागि बाख्रा घाँस काट्नतिर लागेँ। बाख्रा घाँस काट्न जाँदै थिएँ, यहाँ बाटोमा घाँस पनि देखेँ। त्यस पछाडि यहीँ घाँस काट्नु पर्यो भनेर घाँस काट्दै थिएँ त बहिनीहरू त घाँस काटेर आइपुग्यो। अनि फेरि बहिनीहरूको पनि छसक्कै भिडियो बनाइदिएँ। मेरो घाँस फेरि काटेँ। त्यस पछाडि भारी पनि पुग्यो। अनि भारी यसरी लगाएपछि फेरि म भारी बोकेर बाख्राकोटतिर सरासर आएँ। बाख्राकोटमा पनि अनि आइपुगेर मेरो भारी फेरि बाख्राकोटमा बिसाएँ। यसरी भारी बिसाएँ। अनि त्यस पछाडि म घरतिर बाटो लागेँ। पसिनाइसरी भएर घर आइपुगेँ। त्यस पछाडि आजलाई मेरो यति नै।